आज 2082 साल मङ्सिर 15 गतेसम्म आइपुग्दाखेरिको हाम्रो गुम्बाको रूप रङ्गहरू यस प्रकारसम्म आइपुगेको छ। अझै पनि काम धमाधम गरिरहनु भएको छ। छेउछेउमा हुने श्रद्धालु भक्तजनहरू समय अनुकूल मिलाएर गुम्बामा आइदिनु होला, गुम्बामा श्रमदान गरिदिनु होला भन्ने विनम्र अनुरोध गर्दछु। हाम्रो गुम्बाको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यो हामीले तल्लो तल्ला सबै ढलाइ गरिसकेर अब माथिल्लो दोस्रो तलाको ढलाइतिर लाग्दैछौँ हामी। पश्चिमबाट हेर्दाखेरि उत्तरबाट हेर्दाखेरि हाम्रो गुम्बाको आकार यस्तो प्रकारको आएको छ। यो चाहिँ उत्तरी तर्फको द्वार हो। यो जुन द्वार चाहिँ ठुलो ठुलो पूजा अधिष्ठानहरूमा प्रायः प्रयोग हुने गर्दछ। साधारणतया यसलाई हामीले बन्द गरेर राख्नेछौँ। यो चाहिँ भने पछाडिबाट माथिल्लो तलामा चढ्ने सिँढीको रूपमा बनाइएको छ। यो चाहिँ सिँढीबाट उकालो चढ्दै गर्दाखेरि दोस्रो तलामा चढ्ने सिँढीहरू पनि अहिले बन्दैछ। तसर्थ यो अहिले पानीहरू यसरी लगाइएको रहेछ र यो केही दिनमै सम्पन्न हुने कार्य हो। यहाँनिर साथीभाइहरूले काम धमाधम गर्दै हुनुहुन्छ। पिलर ढलाइको लागि यहाँनिर मसलाहरू मल्दै हुनुहुँदो रहेछ। यो माथिको पिलर, यो चाहिँ दोस्रो तलामा जाने पिलर हो। दोस्रो तला बिमको लागि यहाँनिर सेटिङ मिलिरहेको छ, सेटिङ गर्दै हुनुहुन्छ। यो लगभग हामीले भोलितिर चाहिँ ढलाइ गर्ने अवस्थासम्म आइपुग्नेछ र भोलि नै एकै दिनमा ढलाइ पनि सकिनेछ। यो दोस्रो तलाको अगाडिको भाग हो यो, जुन जहाँबाट हामी यहाँनिर प्रवेश गरिन्छ। यहाँ चाहिँ एउटा सानो हल रहनेछ, पूजा कोठा। फुपूहरूले काँटी उकाउँदै हुनुहुन्छ यहाँनिर, यहाँ बडीले काँटी उकाउँदै हुनुहुन्छ। श्रमदान गर्ने क्रम जारी नै रहेको छ। यहाँनिर गुरुहरूको निवास, हालचालको निवास हो। भविष्यमा यहाँदेखि सरर लगेर 3 तले बिल्डिङ चाहिँ यो पल्लो घरसम्म ठोकिएर रहनेछ भने हाम्रो मूल गेट चाहिँ जुन अहिले यो हरियो टिन देखिरहनु भएको छ, यहाँदेखि हामी मूल ढोका प्रवेशद्वार चाहिँ खुलाउनेछौँ भन्ने एउटा हामीले योजना बनाएको छौँ। त्यही अनुरूप काम भइरहेको छ। यो पक्का भइसके पछाडि निकाल्ने काम भइरहेको छ। यहाँबाट माथि ढलाइ हुने काम भइरहेको छ। यहाँ चाहिँ यो चाहिँ क्याम्पपट्टिको झ्याल भर्याङबाट माथि चढ्दै आउँदाखेरि क्याम्पपट्टि फर्किएको झ्याल हो र यो झ्यालमाथि पनि यसरी बुटर राखिएको छ। यहाँ पानी लगाउँदै हुनुहुन्छ सिलिङमा, सबै भित्र पनि सबै ठाउँ लगाउनु पर्ने हुन्छ। यसरी नै दिनहुँ रूपमा यो सिलिङमा पानी भिजाएन भने फेरि यो मजबुत हुँदैन। त्यसै कारणले गर्दाखेरि दिनमा एकचोटि भिजाउनु पर्ने रहेछ। ल आज खाजा चाहिँ मुस्ताङको आलु र चौरीको घिउ, मार्पाको टिमुर होइन त, मार्पाको टिमुर खाने भन्दै हुनुहुन्छ। तसर्थ जति पनि जजमानहरूलाई चाहिँ हार्दिक साधुवाद व्यक्त गर्दछु है। आलु मुही ल सबैजनालाई धन्यवाद। यसरी नै साथ सहयोगको अपेक्षा गर्दछौँ।